Hello and welcome back to my channel It's with Joy and Vlogs. I hope everyone is doing good. फेरि सबैजनालाई मेरो च्यानलमा स्वागत छ। अहिले चाहिँ भने म सिन्जु बनाइरहेको छु। कोबी, प्याजको मुन्टा, धनिया लगाए, त्यसपछि सिलाम पनि लगाए, नागा मसला अनि मटर उसिनेको त्यसलाई लगाए, नमक अनि गाडी उमरकको पेस्ट लगाए, त्यसपछि चिलीलाई फ्राई गरेर मिन्ट गरेको। अब चाहिँ भने म रेडी भएर ओटीको लागि निस्किँदै छु। मेरो चाहिँ दुईटा मात्रै साबत छ, त्यसैले गर्दा ओभरटाइम पैसा कमाउनको लागि, एक्स्ट्रा पैसाको लागि चाहिँ म ओभरटाइम गर्नको लागि म जाँदै छु। अनि बाहिरको सिन यस्तो छ, आज चाहिँ एकदमै चर्को घाम लागेको छ, गरम दिनदिनै बढिरहेको छ र म यसरी बस पर्खिरहेको छु। बस स्ट्यान्डमा 7 मिनट देखाइरहेको छ। त्यसपछि 7 मिनट भइसक्यो अनि अहिले चाहिँ भने बस आइपुग्यो मेरो 55 नम्बरको। अब म यसमा चढेर म जाँदैछु मेरो क्रिया धनोबाट गिभटाइम बहिनीको ठाउँमा पुग्नुको लागि चाहिँ 15 स्टप छ र त्यसरी नै म जाँदैछु। बसमा 20 to 30 मिनट्स लाग्छ। ट्राफिक भएन भने चाहिँ, ट्राफिक भयो भनेदेखि त्यस्तै 35-40 मिनट्स लाग्छ। आज चाहिँ एकदमै ट्राफिक छ किनभने साबत सुरु हुन आँटेको छ, भोलिसम्म साबत हुन्छ। एभ्रिवान इज इन हरी, सो सबैलाई आफ्नो आफ्नो ठाउँमा जानु थियो। अब भने चाहिँ मेरो बस स्टप पनि आइपुग्यो। म यहाँनिर ओर्लिन्छु अनि त्यसपछि बहिनीकोमा जान्छु। यहाँ मेरो बस स्टप आइपुग्यो। म बसबाट निस्केँ अनि म टाढा जाँदैछु। यहाँ एकदमै राम्रो फुल फुलिरहेको रहेछ, एकदमै राम्रो कलर। मैले सानो भिडियो पनि लिएँ। यो 3टा मध्येमा सबैभन्दा छेउको बिल्डिङ चाहिँ बहिनीको र म त्यता जाँदैछु। बहिनीलाई चाहिँ एकदमै सिन्जु खानु मन लाग्यो अरे आज। अनि हिजो भाउजू आउँदाखेरि सिन्जु बनाएर ल्याउनु न भनेर भन्नुभयो अनि मैले नाइ भन्न सकिनँ। अनि मैले बिहानै उठेर सिन्जु प्रिपेयर गरेँ। मणिपुरको जस्तै तरिकाले मैले सिन्जुलाई बनाएँ अनि त्यही सिन्जु लगेर म जाँदैछु। अनि म पुग्नु आँट्यो। यो चाहिँ हो त्यो बिल्डिङको पार्कहरू, एकदम राम्रो छ। यहाँनिर चाहिँ मेरो भने चाहिँ खालि एपार्टमेन्ट मात्रै छ अनि बाहिर यस्तो पार्कहरू ठुल्ठुलो यस्तो भेला हुने जग्गाहरू चाहिँ छैन। अनि यहाँनिर आउँदा चाहिँ मेरो मन एकदमै खुसी लाग्छ, एकदमै रमाइलो लाग्छ। यहाँ आएपछि मलाई वापस जानु मन लाग्दैन किनभने यहाँ त्यस्तै छ नजाराहरू। साथीहरू पनि धेरै छ यहाँनिर। यो चाहिँ बेताबत हो नि त, त्यसैले गर्दा यहाँनिर चाहिँ सबै साथीहरू, नेपालीहरू, दाजुभाइ दिदीबहिनीहरू सबैजना भेट हुन्छ। यसरी यहाँनिर धेरै बोजूहरू छ अनि त्यसरी केयरगिभरहरू धेरै हुन्छ। यहाँ तल एकदमै राम्रो छ। यहाँ तलको भित्रको सिनहरू पनि एकदम राम्रो छ, एकदमै सफा छ, एकदमै ठुलो छ। र त्यसरी नै म आइपुगेँ। अब यहाँबाट म लिफ्टमा 8 नम्बरमा जानेछु, 8th फ्लोरमा। अनि यहाँ छ लिफ्टलाई मैले प्रेस गरेँ। त्यसपछि लिफ्टबाट मान्छे आयो अनि म पनि भित्र पसेँ। अब भने चाहिँ म जाँदैछु। सिन्जु दिँदाखेरि बहिनीको रिएक्सन कस्तो हुन्छ हेरौँ है त। ऐना देखेपछि चाहिँ भिडियो कि त फोटो लिइहाल्नु मन लाग्छ। तपाईँहरूलाई कस्तो हुन्छ कमेन्ट गर्नुहोस् है। अब भने चाहिँ आइपुग्यो भने यही हो, यही द मलाई हेरेर एकदमै
चाहिँ बहिनीले सिन्जु साह्रो खानु मन लाग्यो वेट